चेलीबेटीले दुःख पाउँदैन। अनि आज भाइटिका नमस्ते हात जोडेर चाहिँ ढोक्नु पर्ने आज भाइटिका हो त भाइटिका ढोक्नु पर्छ भाइटिकामा के नाना होइन तब बोल्दैन हो फेरि यो बजिया त लखे 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 हाम्रो बिग म्यामको बिहा भएको छ बुढो छ छैन अनि के भएको छैन दुईजना के भन्छ अरे लाइसेन्स मात्रै छ ए त्यसो भए त चल बुढा बुढा चाहिँ मरेको कि छँदैछ कि डिभोर्स भएको होइन जिउँदै छ ए अर्काको बुढीको बुढा मरेको आश गर्छ फेरि हेर त्यहाँ यसो के यसो आजभोलि सुन्नु सुन्नु दिदी त्यही भएर थियो बुढीले के भन्छ अरे मुद्दा हालेको रिजन त्यही होला नि त होइन यसो के यसो आजभोलिको त्यो केटीहरू बिहा गरेर त अर्काको लागि किन बिहा गर्नु अब आफूले बिहा गरिन्छ अब सो बानी पारेर छोडिन्छ अर्काले घोडा चढ्छन् उहाँ भो गाई माटा गदा पसाउनु परेको छैन नाना घोडा कसरी चढ्छन् हौ घोडाको जाति हुन्छ र चढ्छ फेरि के भन्छ बोजियाले मान्छे माने घोडा चाहिँ कहाँ चढ्छ हौ अन्त जे पाए त्यही यसो के तपाईले हेलो हेलो मिस्टर डियर के हैन अनि त यसलाई त के भनिन्छन् मान्छेले ए नाना सुबिना एकताल जानु त हाम्रो बिग म्यामसँग कुरै बुझ्नु भएन कुरा बुझाउनु पर्यो अनि नानाको छेउमा कसरी कसरी घोडा चढ्नु अरे उहाँ लु हेर त त्यो घोडा नचढी कसरी बचाउनु त ए बिग म्याम होइन अब घोडा होइन पिपल हुन्छ नि त अब घोडाको कुरा गर्नु होइन त्यो त जनावरको कुरा भनी त यो पाँदोलाई पनि म सकिनँ हौ त्यो चुपो लाग्यो रिस उठ्ने छ होइन कुरै बुझिन हौ बिग म्याम कुरै बुझिन खेला फलो गरेर चाहिँ बिहा गर त कुनै दिन बुझाउँला ए बिग म्याम फलो गरेर बिहा गर त कुनै दिन बुझाउँला यो हाम्रो हेर त ऊ हाम्रो सुबिना नानाले कति छिटो 4टा बच्चा पाउनु भयो कसरी पाउनु भयो कुन सूत्रले हौ यति सानो उमेरमा पसम्म लाग्छ मलाई 4टा बच्चा कसरी मेसिन त भएको होइन यो मेसिन त भएको छोरा मान्छेले नि पाउन सक्छ कि होइन पाएर देखाउ न हौ मेरो पाउ ओ नाना अब यो बच्चाकै लागि लिमुनी बिहा गर्नु पर्छ डर हुँदो रहेछ हौ बच्चा त फेटकी फेट पाउँदो रहेछ 4टा पो घाटे लाउने फेरि लिम्बुनी भन्छ र त रिस उठ्छ हौ मलाई लाखे ए नाना हौ 4टा बच्चा छ हेर्नु अहिले पनि जवानी छ त जवानी त अझै काँचै छ जवानी हो के खानुहुन्छ हौ घाटे अनि यहाँ नानाको कुरा लाग्छ न त तेरो चाहिँ कुरा गर्थे होइन त बुढीले के भन्छ अरे मुद्दा किन हालेको अब उता सुन्नु कि यता सुन्नु खोइ कुन कानले सुन्नु खोइ ए नाना यसो बिना नाना त्यो भेनाको भिटामिन त तपाईँ खानुहुन्छ कि ओहो ल गिफ्टिङ खुलेछ ल गिफ्टिङ खुलेछ ल आज थ्याङ्क यू भेनाको भिटामिन भनेको दिदीले खाने हो तिमी खान्छौ त होइन कि त्यो लाउने हो अब यसो बन्दुक पल्काउनुपर्छ त्यो भिटामिन के काजु बदाम किसमिस तर सुबिना नाना त गाँठे अहिले पनि पैसा त च्वाक छ है पैसा त हौ गाँठे अहिले पनि पैसा त छ हौ गाँठे दिदीको त यतिको त लाउरेको बुढीको त हौ दिदीलाई पैसाको नदेख्ने मान्छेको त आँखा फुटेको भाइ पैसा होइन अझै पैसा बरु यो बिग ममको अलिकति पैसा ढल्क्या छ है यो अलिकति यो कुखुराको शिर झुका जस्तो अलिकति कता के मिलाएको छैन र पनि अलिक चमक चाहिँ छ होइन हौ सोल्ठीलाई देखेर त्यसो भएको हो मेरो होइन ए सुबिना दिदी यतिको ज्यानले त स्वीकार्न सकिन्छ हौ यो बिग ममलाई त स्वीकार्न सकिन्छ ए सुबिना भन्छ ए बिग मम अब के भयो डाक्टरले के भनेका छन् अर्को बिहा गर्नु बच्चा पाउँछ अरे के काटेर फाल्दिया छन् के सोध्नु पर्यो त अगाडि सवाल थ्याङ्क यू एभ्रीबडी मेम्बरसिप मेम्बर त घट हौ नाटा मेम्बर त घटेछ बच्चा हुन्छ अरे मेरो मेम्बरसिप लिन लाउनु न सबैजनाले कसैले रेट लिएको छैन सबैजनाले थाउको कमाउनु पुऱ्याउँछु फेरि म होइन अलिकति यसो हेर्दाखेरि अनिता राणा नमस्ते हजुरको भिडियो हेरेर आएको रोबिनको बुढीले गीत गाउनु म यस्तै हुन्छ उयो ठुली सुविधा नानो अब यसो गरौँ है एकजना भाइको बर्थडे म्याच छ भनेर त्यही भएर मात्र म ढिलो आउँथेँ अब यो कति 3 मिनट बाँकी रहेछ कि म एकताल निस्केँ है त्यो भाइले म ह्याप्पी बर्थडे भन्न आउँछु बिग मम मन पर्यो है मलाई यो बिग मम चाहिँ मन पर्यो है यतिकाले चाहिँ बच्चाको आमा गराउनु पायो भने त बच्चाहरू त हो त्यही
अर्काका बुढी मन पराउँदो रहेछौ र पो तिम्रो बुढीले मुड्दा हालेको रहेछ त यसो त्यो आजकलको केटीहरू जान्दैन के गर अर्काको बुढी भनेको बुढाले बानी पारेको हुन्छ कुच्चो बढार्न घर चला यसो उता भाडा मात्ता त आज जान्दैन अब यतिका त अर्काले बानी पारेको सिकाउनु पर्दैन यतिकालाई आँट्छ म त नाट्छ अहिलेको केटाकेटी त बाना के दुःख भन्छन् अब के ल्याइदियो कस्तो यो ब्राइ मिलेन छ्या जान्नुहुन्न सपिङ गर्ने भन्दा के अर्काको बुढी त ठ्याक्कै साइज भन्छ नि 32 को ल्याउनु है 28 को ल्याउनु ठ्याक्कै भन्नु ल ए सुबिना नाना ठुली हो यस्तै बोल्नु हुँदो रहेछ र तपाईँलाई सबैजनाले बोका बोका भन्दो रहेछन् तिमी साँच्चै बोका हो ल म बोका त ल तपाईँ पाठी लु रेडी हुनु बोका भन्नु ए ठुली सुबिना ठुली हौ मलाई बोका भनौ यसले बोका भनौ बोका होइन भनौ मैले भनेको होइन कि तपाईँको मैले कहिले काहीँ लाइभ हेर्नु मैले कहिले तिम्रो लाइभ हेर्छु कि त्यही भएर भनेको तिम्रो भ्युजहरूले बोका भन्छ नि त त्यही भएर मैले सोधेको मात्र नि हो ल सुबिना लाउरेको आमा हौ ल हामी निस्क्यौँ है एउटा भाइले मलाई एकछिन बर्थडे विस गरेर आउँछु धन्यवाद अनि सुबिना सुबिना अलिक च्यानल मिलाउनु है हाम्रो कुरा है म मेसेज गर्छु इनबक्समा हामी चाहिँ ठिक छ होइन हो बिहे त लिम्बुनी गर्नुपर्छ लाउरीको आमा हुन्छ लाउरी हुन्छ बच्चाहरू सुमिना दिदी अझै जवानी छ झकझक जवानी छ अझै चाहिँ दुइटाको आमा त हुन्छ क्या र उहिलेकोले डाँडा काँडा ढाक्थ्यो बच्चा अरे होइन कसरी जानु नाना त्यो ठुले छोरो कहिले बनाउनु भएको शनिबार आइतबार फ्याट्टै लाउने लाग्यो है फ्याट्टै लाग्यो सूत्र भनिदिनु त आयो ल भरे फेरि अब लिम्बुनी रिसाउँछ नि नाना रिसायो भने त आज नाक ठुलो देख्छु कता अलिकति यसो गङ्गाजल कता यसो भेनाको बर्थडे सेड्डे यसो ठुली नानालाई गङ्गाजल पुगेको छैन अहिले एकछिन गिनिस बुकमा नाम लेख्ने गरी भन्छ अहिले तर होइन ए ठुली पैसा त अझै छ है दुइटाको आमा त अझै बन्नुहुन्छ हौ साँच्चै यो गदाले चाहिँ अझै पहिला जाओस् भन्दैछ भेनालाई छोडेर जानु भेना बुढो भयो अब छोरी मान्छेको यही सोच उल्टै मलाई भन्दैछ अझै पहिला जाए भनेर भेना लागे म भेनाले भनौँ ल बरु यार्सा गुम्बा पठाउँ ल एक दुई बोतल यार्सा गुम्बा भेनाले पठाउँ ल अब त लाउरे हो बन्दुकी हो न अब तागत त दो रहेछ क्या र तर होइन लिम्बुनीहरूको प्रायः छोरो लाग्छन् कि त उहाँ छोराछोरी लाउरे लाग्छन् तल त्यो बिगमम चाहिँ नाम मात्रै बिगमम तर अलिकति हिम्मत चाहिँ स्मलै देख्यो मैले ए लिम्बुनीहरू यहाँ 2-3 जना दिदीहरू हुनुहुन्छ उनीहरूको देखेको ए बिगमम यस बिगमम अलिकति अब पर जानु त अलिकति क्यामेरामा अलिकति यसरी बस्नु त हो क्यामेरामा अलिकति अब किन जोखाना हेर्नु भयो नि त नहेरिकन हामी त्यो थोत्रे बाइक किन त 50 चोटि हामी चलाएर ल्याउँछौँ बाइक जिन्दगीको सवाल छ कान्छु पर जाऊ त एकताल हेरौँ त खोइ जिउ जाने हेरौँ त जिउडा देखाइदिए यही हो जोखना ल दुर्बिन लाउँ त नाना म त दुर्बिन त लाउँछु है दुर्बिन लाउँछु म त अब आफ्नै हो त चेक गर्नु भित्र गर्नु होइन साह्रै पोटी र साह्रै दुधालु थियो हौ यो बिगमम त बच्चा त साह्रै गतिरहेको हुन्छ गाठी होइन लाग्छ ए बिगमम बुढासँग कतिको कुराकानी हुन्छ जानु त नाना ठुली जाऊ त ठुली एकछिन जानु त लागे यतिका त दबाई पानी एकछिन औषधि पानी चाहिँ ठुली जाऊ न ठुली हो यति हो अब मिलो अनि छोराछोरी कतिवटा अरे 3 जना हुन्छ बुढो कहाँ छ बुढो कहाँ छ उतापट्टि रुममा ए भनेपछि त ज्वरो छ त त्यसो भए त त्यसको म त चोक होला भने अनि रातिसँगै सुत्छ रातिसँगै कि फाल्टो रुममा राति कस्तो होला सँगै नि कस्तो अलग तिमी अलग सुत्छौ हो त्यसो भए त दिन धेरै पो हुँदो रहेछ त्यसो भए त अनि कहाँ अलिकति रूप रङ त अलिक कालो होला अलिकति कालो अनि बुढो कतिको चल्दो रहेछन् राति खै कतिको कोतार छन् बुढाले कतिको
घोडाले हाल्छ नि घोडा अघि त कसरी घोडा चढ्नु भन्थ्यौ यसरी चढ्नुपर्छ घोडा होइन के तिमी चाहिँ घोडा होइन अब पिपल पो हुन्छ अनि इन्सान पो हुन्छ अनि घोडा पनि तिमी घोडामाथि चढ्न गएको थियौ होइन त्यो घोडा चढ्नु भनेको यसरी के अब सबै सिकाउनु पर्छ म तयार गर्छु है अयो हाम्रो त सबै छ कि ठुली नभएको है मान्छे सबै छ सिकाउनु त पर्यो नजानेको अब सिकाउनु पर्यो अब तपाईँको जिउ ज्यान कस्तो छ तपाईँ लुती हुनुहुन्छ भने कम्मरमा राख्दा पनि हुन्छ यस तरिकान कम्मरमा राख्दा पनि हुन्छ तर चाहिँ आफ्नो चोइसमा भर पर्छ त्यही त हो नि रात परेपछि पहिलोचोटि तपाईँको लागि त्यसो भए यो नयाँ कुरा भएन कान्छी यो नयाँ कुरा त भएन नि यो आँखै लागेन नक्कली हो काटेर हाल्नु नि हजुर आफ्नै काटेर हाल्नु नि नक्कली नै हो भित्र पसेपछि आफै ठुलो हुन्छ त्यो सुरुमा त यसो हुन्छ कि भित्र पसेपछि ठुलो हुन्छ के नक्कली ल सुन अब घोडा चढ्ने तरिका तपाईँ मोटी हुनुहुन्छ भने पेन्टी पनि मिलेको छैन तपाईँ मोटी हुनुहुन्छ भने पहिलो तल सुत्ने तपाईँ है तल मुनि सुत्ने अब यहाँ कसरी चढ्ने भने तपाईँले अल्छी लागेछ भने यो पुरै यो अलिकति सार्दा नि भयो यता सारेर चढ्दा नि भयो यता सारेर चढ्दा नि भयो हामी त्यस्तै नै होला ल सिकाउनु पर्दैन त्यस्तो हजुर 3 जना बच्चाको आमा सिकाउनु पर्दैन त्यस्तो अनि घोडा चढ्नु कसरी भन्थ्यो अनि नक्कली जानेको भयो त के सुन्थ्यो अब चढ्दाखेरि यसरी चढ्ने बिस्तारै घोडाले पेन्टी लाउँछ त थोरै न यसरी चढ्ने यस्तो गर्ने अब सुरुमा माया हुन्छ डाइरेक्ट हात लाउनुभन्दा पहिला यसरी समात्ने ए नसन नगरी तिमी लाग्दिका पहिला यसरी कमरमा समात्ने हेर त कमरमा समात्ने कमरमा समातेपछि बिस्तारो पहिला यहाँ हात हाल्ने त्यो जानेकै त होइन घोडा चढ्नु भनेको त्यो मुनि राखेर माथिबाट उ गर्नु के यसरी गर्नु के चिक्नु के तपाईँले केही त भएको छैन नि बिचरा अब कति खारिएको होला कति गर्न मन लाग्यो होला अब परदेशी मान्छे यता छ म भित्तो उता छ म रित्तो पानी आछ यता छाम्नु त पर्दैन अब यही बेला राजगुरुङ आएको छ नि अब राजगुरुङले के भन्ने हुन अब खोइ ताने है राजगुरुङले यही पनि बोकाउनु यत्रो छन् उन लाडा यत्रो छन् टाउको ठुलो आयो आयो राधै अब म हाम्रो बिग बमले कसरी घोडा जन्माउन सिकाउँदै पो थिएँ म त यसरी राखेर घोडाको पनि के भन्छ अरे हात हुन्छ भने घोडाले नि पेन्टी बोरा लाउँछ भने कसले घोडाले गुरुङले घोडाले कहिले पेन्टी बोरा लाउँछ भने ब्रा भनेको यहाँ चढ्नु यसरी दल्नु के यसरी दल्नु अब त्यो कुरै बुझ्दैन त त्यो त सिकाउनै पर्दैन त अनि पर्दैन भने त के सोधिरहेको त अघिदेखि त हुन त अब तिनवटाको आमा त अब कसरी बनायो त्यो घोडा चढ्नु भनेको चाहिँ हामी चाहिँ गर्लफ्रेन्ड भेट्यो भने घोडा चढिस् भनेको चाहिँ यसो गर्नु भनेको क्या उसले कुरै बुझ्दैन अनि के यो साँच्चै यही बिकमा भयो उनको लाठा बच्चा बनाउँदाखेरि त यो राति जाडो सिकाएर बच्चा बनायो भने त राम्रो हुन्छ अरे हौ मैले सुनेको कतिको साँचो
तिमी जस्तै कता बोल्ने हुन्छ अरे मैले पनि सुनेको थिएँ मैले पनि होइन हो सुनेको थिएँ म त कर्ममा हुँदाखेरि बाउले सबै आमाले गर्थ्यो म थाहा पाउँथेँ यता चाकतिर भोत्थ्यो पाठीघरमा हुँदाखेरि त्यही भएर मलाई छाडा भयो कि ल अब यसो गरौँ ल हेर्नुहोस् अब रातिको हाम्रो समस्या भनेको त्यही त हो नि अब हेर बिग मम होइन अब तपाईँको नि श्रीमन्त त्यहाँ हुनुहुन्न होला तपाईँहरू पनि त कति अब मान्छे हो मन लाग्छ बाख्रा त कुसा ठड्दा किलामा दल्दै कराउँछ गर्छ बाख्रा त अब यसो गरौँ ल लाखे अब राति मुख्य समस्या भनेको हामीहरूको यो यसले सन्चो पार्नु पर्यो लु बिग मम तिमी के कला दिन्छौ हामीलाई अब अलिकति पनिसमेन्ट त भइ नै हाल्छ लाखे राति एकछिन बुढा तपाईँ हार्नु भयो भने तपाईँ यस्तै झन् रातिको रमाइलो अब सामान्य यसो राति औषधि के औषधि अब हामीहरूको त चर्काउँछ नि है नसुत्न खोज यो कान्छ अरे सुत्न दिए पो चलायो फेरि झरिहाल्छ फेरि एकछिन निदाउनु हुन्छ फेरि उठिहाल्छ हाम्रो त्यही हो शत्रु दुश्मन ठुक्क झट्टा अब रात दिएको पनि नाक हेर्दा ठुलो छ हजुर अब म यस्तो सोझो मान्छे ढाका टोपीहरू होइन लगाएर बसेको छु अब भाइ चाहिँ पुरा बोकाबन्दी गर्छ तर भाइले चाहिँ काम बिगार्ने मलाई दोष सबै आरोप चाहिँ मलाई राजगुरुङ चाहिँ बोका टिकटक भनेर यो मान्छेले कमेन्ट कुदाइरहेको छ तपाईँको त एकताल त मुद्दाखेरि त देखाएको छ नि त्यो टाउको त्यही भएर राजगुरुङ मान्छे ठिक हो राजगुरुङ दाइ जस्तो मान्छे चितो पाउनु मुस्किल छ राजगुरुङ जस्तो तर अलिकति उहाँको लामो चाहिँ छैन छोटो छ तर मोटो छ क्या एकै तालमा चाहिँ त्यो कान्ना पाउनु लास्टमा बोका चाहिँ राजगुरुङ भनेर मलाई पो लाउँछ अब के हो बिग मम र यता हाम्रो भाइ चाहिँ श्रीमान र श्रीमती हो कि गर्लफ्रेन्ड बोयफ्रेन्ड कसो यो मान्छे मेरो बोयफ्रेन्ड हुने त यो जुनीमा त त्यस्तै भयो अर्को जुनीमा पनि होइन खास चाहिँ सुबिनाले लिएर आउनु भएको त्यो सुबिन लाउरेको आमा सुबिना लिएर आएको अब बोका खोजेर ल्याएको हो कि बा चाहिँ त्यो बैली भएर ल्याएको हो कि बा चाहिँ त्यो के महिना रोकेर ल्यायो हस्पिटल यहाँ जाँच्नु पऱ्यो भने फेरि के बा अन्त कि त अब यसो हेर्दाखेरि तिनवटाको आमा भनी तिनवटाको आमा भनेपछि यतिका त हुन्छ भनेर आँटेको अब कसरी घोडा चढ्नु भन्छ अब जान्दिनँ फेरि अब यिनले मात्रै त्यो आजबाट त्यो जान्दछ केटाकेटीले म यसो थाप्न जान्दछन् उसको हो कि होइन अब बोचाको आमा हो कि दुर्बिन लाउनु भएको छ नि अब अनुहार हेर्दाखेरि त ओठे त ओठ त के चुसिया छ ओठ त चुसिया छन् बोचाको आमा त होला पक्काउनु लागिरहेको टोपी खोज्छु यो ठ्याक हान्न गएको बेलामा गोजीको कन्डम भेटेरमा चाहेको बेला सामान भेटेँ एउटा अघि राखेको छ कि टोपीना अलिकति ल सोल्टी नि अब यसो गरौँ है अब के गरौँ भने रातिको औषध प्रसाद त्यही हो तपाईँ हार्नु गयो भने चाहिँ अब किनभने बच्चाको आमा हो बिहे गरेको मान्छे हो तपाईँले सबै थाहा छ अब महिनाभरि पनि सक्या होला सायदै अब हामी रातेरमा एकपट्टि बस्छौँ अब छोरी मान्छे त अब त्यही त बेलामा मुजी चला भने पुँजी त कति हो कति सक्दौँ न होला तै पनि हामी एकपट्टि बसौँ ल तपाईँले म चाहिँ परिचय गेम खेल्दिनँ तपाईँहरू खेल्नु म अलिकति थोरै नि थोरै यसो अरे के ए बिगमम यस्तो अरे हेर्नु हामी मरेपछि कि स्वर्ग कि नर्क गइन्छ नि माथि यमराजले सोध्छ अरे हेर ठ्याक्कै त्यो स्वर्ग र नर्कको गेटमा यमराज बस्छ भोटे कुकुर लिएर पर्छ अरे अनि सोध्छ अरे हाम्रो आत्मालाई ए जाछा धरतीमा गरिस् भन्छ अरे हेर्नु है सुन्नु राम्रो सुन्नु है मेरो कुरा राम्रो सुन्नु लाखे कुरै बुझ्दैन क्या यिनलाई त हो खुट्टा फ्याँकेर डगी नि काँटे यसो सोध्छ अरे त्यो यमराजले है जा है धरतीमा गुरिस चिकिस भन्छ अरे धारिते वेलकम है अनि त्यहाँबाट छैन हजुर भनेर जाठा नर्क जा लाती लान्छ नर्क गु हुन्छ सिस्नोघारी हुन्छ आगो बल्छ अनि त्यहाँदेखि त्यहाँबाट सोध्छ अरे है चिक्ने धरतीमा चिकिस भन्छ अरे गरे हजुर भन्छ स्वर्ग जा स्याबार भन्दै बाधा बजार लान्छ तँ गर्नुपर्छ कि बिगमम गर्नुपर्छ स्वर्ग जानुपर्छ
भाइ तिमी कोरियामै बस्ने विचार छ नेपाल नफर्किने अलि जाने हो नाक त त्याग्नु के पर्छ भन्छ अरे नेपाल फर्काउनले त अब के भन्छ अरे बुढीले त मुद्दा हालिसकेछ। होइन न बुढी त कति हो कति जान्छ बुढी त कागजमा दर्ता नभएको बुढी त कति हो कति जान्छ त्यो त तिनीहरू त पुँजी दिन्छ मुजी दिने हो पुँजी सकेपछि त्यो बन्द हुने हो त्यस्तो त के जान्छ संसार भनेको कि पुँजीले कि मुजीले चलेको छ संसार जान्छ आयो अब हामी जति पैसा कमाउँछौँ नि त्यही मुजीको लागि पैसा कमायो अब त्यो ठड्किहाल्छ स्यालेरी आउँछ त रात्दै ल यसो गरौँ ल सोल्टिनी हेर्नुहोस् हामी लक्षण बुझ्छौँ सोल्टिनी अघि आउँदाखेरि अलिक ढङ्गेर आएको थियौँ अब निराश भयो सोल्टिनी अब अलिकति कतै अब वस्त्र पनि भिजेका होलान् राति त्यही त हो नि गाडीको त इन्जिनबाट मोबिल चुइछ मान्छे हो है र सोल्टिनी तपाईँले के गर्न मन लाग्छ हामीसँग भएको के माग्न चाहनुहुन्छ सबै माग्नु हामी तयार छौँ यदि हार्यौँ भने तर जितेको खण्डमा हामीले सोल्टिनी चाहिँ केही हामी चाहिँ अब रातिको औषधि दिनु पऱ्यो नि त सामान्य पनि पनिसमेन्ट गेम चाहिँ खेल्दिन। अनि त्यो के त्यो फाँचो कसले साँझ राखेको फाँचो के कसले चाहिँ राखिदिएको खाँचो होइन हौ बिचरा मेरो सिरानी हो हाई मुस्कान। ए कसरी चाहिँ हाम्रोतिर फाँचो भन्छन् के म हाम्रो बाजेले चाहिँ फाँचो भन्थे दुधलाई फाँचो भन्थे बाजेले कत्र फाँचो भन्थे खाँचो त हाम्रोतिर त त्यो पर्सौला उठाउनेले पो खाँचो भन्छ जे पाइ त्यही। डेभिड शेर्पा ल्याउनु एकता ल्याउँदा यसलाई ठोक्नु परेको थियो डेभिडलाई ठोक्नु पर्यो त्यसो हामीलाई त्यो महिनावारी सुक्या हो कि त्यो पाठेघर सुक्या हो कहिलेदेखि देखाएको हाम्रो गिनी चुवाक छ गिनी एक नम्बर छ गिनी बिरी ठिक छ लेडीबर्ड ठिक थियो ठ्या यता जाउँ अर्को अन्त जाउँ ठ्या पुरै यता हेर्नु केटा हेर हामी जवानी हेर्ने डुल्ने है जवानी हेर्ने डुल्ने के छ विपना हेर्नु न म त अहिले त साली त पुरै साडी व्यापारी भएको छु यी साडीहरू गर्ने यहाँनिर बसिरहेको छु हेर्न साडीहरू यसो विपना होइन व्यापार गर्न थाल्यो कि पहिला हिँड्दै साडी ल्याउँदै ल्याएर थुपार्न थाल्यो कान्छी त्यसो त नगर है त्यो आपाको छोरीले काम गरिन भनेर आएर यसो बिहा गर्न भने मनमा चिताको ल मित्रहरू 7,000 हुनुहुन्छ तपाईँहरूलाई कुनै पनि ब्रान्डको साडीहरू चाहियो भने अब 30मा त अब गर्लफ्रेन्ड भनेको त गर्लफ्रेन्ड हो तपाईँहरूले व्रत बस्छ दिनभरि ल हामीले एउटा केटी लु मलाई पाउनु सक्ने दिनभरि भोको बस भन्छ त केटीले यो खुलित्तै बस्छ हामी आटो डाँडा खाएर माग्छौँ मासु भात खाएर तर एउटा व्रत जस्तो कुरो है पवित्र व्रत जस्तो कुरो तपाईँहरूलाई कसैले आफ्नो श्रीमतीले तर यो त एकान्त विपना अब हाम्रोतिर चाहिँ यसो छेत्री बाहुनले लाउँछ नि रातो भन्थे रातो मात्र छ नि त खै आराम छन् हो यो राम्रो छ है यो राम्रो छ त्यो अस्ति विपना सुन त अस्ति एउटा गलत प्रचार गरेछौ है तिमीले गलत प्रचार गर्यौ 1000 भनेर हारी थियौ साडी लाएर म त अब के थाहा त साडी व्यापारी भन्नु म त तिम्रो दाम पो 1000 वाला झन् 1500 दिन्छु नि म भने 1000 त सस्तो भयो त यत्रो ज्यान छ खैलो दिन्छ 1000 त सस्तो भयो यसो सम्झ्यो काठमाडौँतिर फोन गरेँ कति दिन्छौ आज भोलि 2000 दिन्छौ भने 1000 त होइन म त साडी लागेर त नक्कली साडीको रेट भन्नु नि जाटी राम्रो थियो साडी हेत्तेरीको कसम भगवान कसम हो 1000 भन्दा साली यसो होइन अब मैले नकिने मेरो साथीहरूलाई चाहिँ यसो लन त भनेर यसो हुन्छ छैन उल्टै सालीको दाम 1000 रे म 1000 बिक्ने हो। नमस्कार ल सबैजनालाई हाम्रो घरमा स्वागत छ र अहिले हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ एउटा सामाजिक अभियन्ता प्लस एकदमै जहिले पनि हाँसिली त्यो लक्ष्मीको प्रतीक हाम्रो विपनासँग हामी जोडिएका छौँ र तपाईँहरूले आउँदै गरेको यो 30 को उपलक्ष्यमा तपाईँलाई के डिस्काउन्ट पनि होला र तपाईँको गर्लफ्रेन्डबाट सुरु छ साडीको दाम एकछिन तपाईँको गर्लफ्रेन्ड ठुस किने मस किने होइन रिसाउने खालकी छ भने विपनाजीबाट लगेको साडीले फ्याट्टै बुढीसँग पुनर्मिलन पनि हुने बुढीले सोध्नै नपर्ने
आफै चाहिँ बिस्तारा मिलाउने भान्सा सबै मिलाउने बुढी खुसी हुने लगायतका लक्षणहरू चाहिँ यो साडीले पनि दिने गर्छन् किनभने हाम्रो साउनी धेरै उज्याली हुनुहुन्छ सो म एउटा रिक्वेस्ट गर्छु है तपाईँको श्रीमती अथवा गर्लफ्रेन्ड फुस्किने तपाईँले कुनै पनि कुरा भन्न खोज्नु भएको छ तर उसले सुनिरहेको छैन भने यो साडी लिएर जानुहोस् फ्याट्टै कुरो सुन्छे र लागु पनि हुन्छ किनभने तामाङ हो यसो विधिबाट घाटु गरेर पनि उहाँले हाम्रो चाहिँ एकदमै साडीहरू रङ्गीचङ्गी बनाउनु भएको छ ल धेरै धेरै माया छ विपना व्यापार राम्रो होस् है हस् भएन भनेदेखि साइज कतिका हो नि यो आखिर पैसा त हो नि त्यो लेडी बर्डले पनि एउटा किनिदिन पा हुन्थ्यो यो लेडी लिएर आउँछ कि मलाई किन्दिन तपाईँको तर्फबाट किनिदिनु त ल भएन तर जहाँ ठिकै सरसफाइ नै गर्दिनँ मैले त सबै भनेको त्यसलाई ए लेडी यो के भन्छ लेडी बर्डलाई लेडी बर्डले यो किनिदिएको थिएँ यो हेर त विपना ए भएन म जान्छु अब व्यापार गर्न चाहिँ व्यापारी साउनी बस्छ नि एकछिन बस्छ नि त एकछिन के भयो त के हुर्काउने सुर्काउने सबै के हो त दाली खानले यसो गर है विपना यो एक सेट चाहिँ शेरीले पठाउनु एक शेरनी एक टेन म क्युआरबाट उयो हालिदिन्छु अन्त लेडीबाट यो भोटिनले पनि लाउँथे कि भोटिनी ज्यान मिल्छ कुन साइजको छ साडी कस्तो साडी 500 देखिबाट सुरु छ 500 1000 1500 2000 5000 19000 को छ अरे त 500 त सस्तो भयो कान्छी साडी 500 मा त एउटा पेन्टी आउँदैन नि जाठा त्यो त सस्तो भयो कलर त राम्रो छ 500 वालाको साडी हेर्नु कस्तो राम्रो छ कलर त राम्रो छ ल ठिक छ विपना है र मित्रहरू है पुरुष मित्रहरू र महिला मित्रहरू पनि अब आउँदै गरेको तीजको उपलक्ष्यमा तीजमा त हामी छम्ती नाच्ने हो कम्मर भाँचेर सो तपाईँहरू पनि एडिबडी यो तीजको उपलक्ष्यमा होइन जस्तै अब हाम्रो विपनाजीहरू हुनुहुन्छ उहाँले एकदमै राम्रो कलेक्ट गरेर राख्नुभएको छ होइन अब साथीभाइ इष्टमित्र कोही लिङ्कबाट अब तपाईँहरूले पनि अलिकति आफ्नो गर्लफ्रेन्डलाई केही सरप्राइज अथवा केही अब ठिक छ अब भरपर्दो सस्तो भरपर्दो खालको आइटमहरू लगाइदिन चाहनुहुन्छ भने मेरो एकदमै प्यारी साडी खानदानी पोटिला एकदमै रसिला हाम्रा साडीले विपनाले सम्झाउनु के वाट्सएपहरू छैन माथि केही उसमा बायोमा कान्छी वाट्सएप इन्स्टा सबै भिडियोको तल अनि त्यो भिडियोहरुमा प्राय हेर्दै जानु सबैमा के रे छ वाट्सएप नम्बर अनि इन्स्टाको आइडी सबै राखिदिन्छु त्यहाँ चाहिँ अब जस्तै तपाईले त्यहाँ डाइरेक्ट कल गर्दा हुन्छ कि मेसेज गर्दा हुन्छ मेसेज गर्ने हो कल हैन मेसेज टक्क गर्ने यो कलरको साडी मन परेको थियो यस्तो भन्ने टक्क फोटो खिचेर पठाउनु एउटा बहिनी थियो ब्युटी पार्लरको बहिनी थियो अनि कस्मेटिकको लागि सम्पर्क गर्नु होला भनेर नम्बर सबै राख्थे बिसी जाने भनेर हैरान पारे अरे के तपाईले यति भन्दिनु भयो एकदम म आइ एम ह्यापी हैन यति नै भन्नु जनाले मान्छ थ्यांक यू सो मच एभ्रीबडी र म फेरि पनि भन्छु एकछिन फेरि पनि रिपिट गर्छु ल सम्पूर्ण मेरो आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू है तपाईहरु मुलुकको राष्ट्रिय अन्तर्राष्ट्रिय जुनसुकै जगतमा भए पनि यो हामी एउटा जुन एकबद्ध भएर हामी अगाडि बढिरहेका छौं सो तपाईहरुका कोही गर्लफ्रेन्ड ठुस्किने बुढीले बच्चा कुट्ने र तपाईले जतिसुकै सामान लेख्दै पनि झर्को मान्ने फ्याल्ने खालको बानी छ भने हाम्रो विपनाजीको कलेक्सनबाट केही आइटमहरु लानु होला है र उहाँ पनि हाम्रै साथी विपना सी इज भेरी गुड एन्ड क्यूट है स्ट्रङ पनि छ नक्कली है सो डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ ओके है त सम्पर्क गर्न सक्नुहुन्छ अनि यो साडीको अलावा अरु के छन् साडी मात्रै हुन् कि विपना अरु के छन् अरु आइटमहरु भित्री बाहिरी साना ठुला कपडा के छन् हैन सबै अहिले साडीहरु छ अहिले अब पछि राख्छु अलि राख्नु त्यो ठ्याक्कै एउटा सानो कलेक्ट गर्नु नि अब पार्ट टाइममा सजिलो पनि हुन्छ त्यो अदाले जस्तो अदामा सानो बिकिनीहरु पेन्टीहरु ठ्याक्क बेला राख्छ नि अलिकति एट्र्याक्ट चाहिँ हुनुपर्छ क्या हेर्ने बित्तिकै आँखा तान्ने खालको हुनुपर्छ व्यापार हुन्छ ल हुन्छ ठुली एकान्छी ल बेना थ्यांक यू सो मच तपाईले यति भन्दिनु भयो एकदम भात खायो खाएको सुत्न लागेको अब अनि आमाहरुले सन्चै हुन्छ आमा कतिको सुधार हुन्छ आमा सन्चै हुन्छ सन्चै हुनुहुन्छ ल भेनाले सम्झाछ भन्नु आमाले धेरै धेरै सम्झेको छु भन्नु है आमाले ल हुन्छ है साली ल व्यापार गर्नु है ल हुन्छ हस् हुन्छ ल विषय विपना साह्रै पोटिलो ज्यानो साह्रै पोटिलो ज्यान होइन म सानैबाट देखेको यत्रो तुरी हुँदाखेरि देखेको अहिले यत्रो भइसक्यो र पनि मैले बुढी हुँदिनँ है अब माग्न जाउँ है एकताल माग्न जाउँ है ल माग्न जाउँ अब वारकिपार माग्न जाउँ माग्नुभन्दा पहिला अलिकति यो दर्शन गरौँ है ठुला स्थान गोथिला स्थान बडा स्थान दर्शन गरौँ अलिकति है दर्शन गरौँ है दर्शन गर्ने अगाडि बढौँ अन्त दर्शन गरौँ हे बाई बेस्ट कति गर्न मन लागेको कतिहरूले कति गर्न मन लागेको नि हो हुन त अब कति गहिरो होला कति गहिरो हेर त माथि हेर त कत्रो
Oi, huh? Huh? Hey, best, listen. What you give me if I come here? What you give me? उफ, अब भाँडो कत्रो छ, कसरी छिराउने हो, कसरी दल्ने हो, माथि कसरी छुने हो, आउँदैन म। हामी निस्क्यौँ मैले त्यो लेडी बटले साप्पी भनेको आइडी सो गर्न सबैले फलो गर्नु ल। लेडी बटले साप्पी भनेको राज गुरुङ आएर राज गुरुङ आएछ नि तो डेभिड राजा त्यो जाँड खाएर बोल्छ, अरू बेला त राम्रै बोल्छ त, जाँड खाएर बोल्छ। अनि तिमीले जोड भनेको होइन नि मलाई नि अनि एकताल ठोक्न मन लागेको थियो, गाडी गर्न मन लागेको थियो, त्यही भएर बिचरा कसको त्यो भाडामा ल्याएको बुढी हो, देखाउनु चाकमा पिटेर पुडुक पिटेर उहाँ भाडामा ल्याएको बुढी हो। त्यो डेभिड शेर्पाले बिचरा कसको बुढी उठाएर ल्यायो। यो डेभिड शेर्पा र फिटम्यान उस्तै हो, यिनीहरू खालि अर्काको बुढीमा ताक्ने हो नाटाहरू। बरु अर्पण केसी ठिक छ, अर्पण केसीले व्यापार गर्दाखेरि नक्कली सामानमा ओरिजिनल स्टिकर टाँसेर व्यापार गरे पनि अर्पण ठिक छ, अर्पण केसी ठिक छ। तर त्यो तुरी सानो हो रातै, हजुर यो अर्पण केसीको तुरी चाहिँ लास्टै सानो हो नाटा, छोटो हो। तर यस्तो हुँदो रहेछ रातै, त्यो जिम गर्ने मान्छेको नि, जिम गर्ने मान्छेमा तुरी चाहिँ सानै हुँदो रहेछ नाटा। त्यो फलाम चल्दाखेरि अब तुरी पनि 5 किलोको झुन्डाए पो, तुरी पनि 5 किलोको ढुङ्गा जो फलाम झुन्डाए पो तुरी पनि त बढ्छ त। अब एकदम त उचाइ ल्याएको माংস बेसी हेर्दा त मासु। अब त्यो युके साइलाको हेर त दाइ, युके साइलाको छैन त यत्रो अच्छा। साँच्चै युके साइला कता म देख्दिनँ त। सुधार केन्द्रमा छ अरे, सुधार केन्द्रमा नेपालमा छ। यो गिनी र बोका छन् लिने हो, लिनु न नि। फेरि मान्दैन होला गिनी, यो गिनी पनि फ्री वाइफाई भयो, फ्री वाइफाई जसले पनि जोड्ने। ए राज दाई तपाईँ नेपाली टोपी लगाएर कता हिँड्दै हुन्छ अरे मेरो दाई? भर्खर तिम्रो मात्रै टोपी छ बुढा, देउला हुँ म देउला हुन लागे। गिनी टोपी लगाएर छाडा बोल्नु हुँदैन है। ए नेपाली टोपी लगाएर छाडा बोल्नु हुँदैन। अब उता हाम्रो अलरेडी सेफ्टी तर दुध छोप्या छ भजैले राम्रो छोपेर जिनीले पनि लाउनु नि फेरि टोपी लगाएर छाडा बोलो है, तेरीमा ठ्यास्ने बुढा। अनि त्यो सुन ए बोका सुन ए बोका, त्यो देशको ठुला मान्छे चाहिँ टोपी नकली ल्याम्प किलेम सिक्न मिल्ने जाठा, हामीले चाहिँ बोल्दा नहुने जाठा त। ठुलो मान्छेले टोपी नखोलेको नि हामी त बोलेको मात्रै हो। देशको त्यो ठुलो यो डक्टर लड्डु सुत्रिँदैन ब्रान्डेड नभनौ। तेरिको ठुलो कुरा नगर है, किन त ठुलो कुरा नगर। चेत आएछ यिनको चेत आएछ अहिले भरे त्यो उस गर्दाखेरि चाहिँ देखाउनु यिनी डाक्टर लड्डु र यिनी के अरे हाम्रा अहिलेको नेता आएका यिनी सुध्रिँदैनन्। यी दुईजना सेम भए, यी दुईजना शेरबहादुर देउबा पनि सुध्रिँदैन। पनिसमेन्ट गरौँ ल। यदि हामी हार्यो भने गिनले थाप्छ, म माथिबाट हान्छु। तिमीलाई किन हार्यो भने रातले थाप्छ, ब्रान्डेड खान तिमी हान। तर गिनी बोल्ला न, गिनी ब्रान्डेड हाम्रोतिर त सबै डबल भान्दा केटा हो, किनभने हामीले त सबैले मुजी हेरे क्या, सबैले पर्लाउ न यो जिताउने त हामीलाई हो क्या। अनि उता चाहिँ बौलाइसक्यो क्या, डबल ट्याप त गरेर केटा बौलाइसक्यो, लड्डु जिताउने चाहिँ यता हो क्या हामीलाई, छैन बुद्धि केटाहरू। उताबाट जिताएर हामीले यहाँ चाहिँ के गर्ने अनि? यता जिताउने उता हेर्ने तमासा केटा हो। खोइ त नि हाम्रो राजदाई पनिसमेन्ट गर्नु तपाईहरुले। राजदाई थापा ब्रान्डेडले हान्छन्, 1900 मा गर्नु म नेपाली ढाका टोपी लगाएर बारेको बसेको वरिष्ठ मान्छेलाई यस्तो भन्ने। कति चाहियो ल भन न त, कति चाहियो? हामीलाई चाहिएको 1 लाख स्कोर अनि मात्रै हुन्छ हाम्रो ढाका। गिनी तैँले हामीलाई हेर्नु राज, ए हामी त बादल भित्र गयो त बुढा। ओ राज हामी बादल भित्र आइस भित्र गयो। डबल खोइ
guys, the केटा हो, यत्रो जना मेरोमा डबल ट्याप भन्दा कति हुन्छ 3000 हुन्छ केटा ओ प्यानलमा कति छ एकदम ठिक छ ठाकुर भाइ है लो त केटा हो एकपल्ट चिनीलाई घोट पार्ने अन्त ओ अलिकति दुध देखाएर आइज दुध देखाएर आइज अलिकति त्यो ब्रान्ड ल्याएर आइज तँ फेरि त ट्याप ट्याप गर्छ दुध पनि ट्याप गर्छ केटाले त्यो दुध देखा अलिकति जा तँ लुगा फेरि आइज त जा तँ लुगा फेरि आइज नि त हेर त अब म यहाँ लुगा चेन्ज गर्छु अब कसरी आउँछ यहाँ स्कोर लु जा त लु जा पर जा त लु जा लुगा फेरि आइज जा कहाँ हो टोपी कहाँ सबै ट्याप पहिला जितेर देखाउ न ए लान्थे केटा सबले डबल ट्याप गर्न एकछिन पर्खी म गोरु छुट्टा कुट्छु ल तिमीले हेप्ने यो लड्डु फेरि के गरौ नाङ्गै छ फटाउ राजदाई नाङ्गै छ हल्ला गर केटा छोरा केटा डबल ट्याप भनेर केटा सबले झार्दा सातवटा रोज जान्नु त सातवटा रोज जान्नु त हामीले जित्नु पर्छ के उताको पनिशमेन्ट गर्दा उताको पनिशमेन्ट बुस्टी लाउनु डाइनोसर वेलकम म मार्छु आज लड्डुलाई म मार्छु रेस्पेक्ट गिफ्टर्स बेसी पनि केटा एकै गेम जित्यो भने एकपल्ट पनिशमेन्ट हेर्ने त्यही टाप बुस्टर छैन हाम्रो है एकिनी ल बुस्टिङ लाउनु त बुस्टिङ एकिनी अलिकति बोल्न मेरो केटाहरूले नि किन चिन्ता मान्नु यत्रको हान्छ अलिकति बोल्न नजान्छ उताबाट प्रब्लम लाग्छ कि ओ माइ लर्ड सबले मिलेर पुश गरेर टिमसे सबले पुश गरेर कसरी कसरी हुँदैन यिनीहरु पुरा कुरा माख अब यता जिनी उता पर्छ एकिनी जाँठा अलिक बल्ला न जाँठा मैले बरु भिसी गरमला अलिअलि हाना भन न तेरो पनि त मुजीको काम छैन बल्ला न अलिकति बल्ला न हौ छे ओइ केटी हो हाना त ल ओइ केटी हो ल हाना त केटी हो ट्याक्टर गरा त हाना त केटी हो हाना त ओइ केटी हो हाना त छे यो गिनीको काम छैन ए गिनी त्यो उसको मुजी काटेर फल मुजी काटेर अब तँ परिश्रम गर्नु पर्दैन भने थाप माथिबाट हान्छु थाप अच्छा परे कुन भौडीमा फसायो लड्डु गयो कोमामा थ्यांक यू विकास ब्रो धन्यवाद गिसिङ ब्रदर लड्डु गयो कोमामे राजदाई र मेरो फेलाबाट चाहिँ लड्डु गइसक्यो कोमामा अनि हैन मेरो त्यति आज भर्खर गिफ्टिङ खुलेर हो कि र पनि स्कोर त होइन मलाई त अचम्म त यो गिनीको लो जिनी उता नपर लड्डु हान ए गिनी के गर्छौ गर है म त जान्दिन मुजीमा दम सक्यो अलि दमला न जान्छ त यत्रो मुजी दिएछ त भन्छ ल छिटो गर है परिश्रम गर है गिनी लड्डु पछाडि आइदा परिमेल गरम चुप लागेर त्यत्रो स्कुल ल्याएको थिएनस् त्यो नि यत्रो ल्याएको हाम्रो कता स्कोर त के गर्नु कटु खोले हान्नु पर्ने कि कसरी यो बौलायो यसको आइडी पनि 00 हुन्छ यो लड्डु यस्तो गर्नु लो जिनी आले पर भित्तामा गएर दुईटा कुरा ठाडा पार्ने उता यता माथि लड्डुले दन्काउने के गर्ने गर्नु हामी त जान्दैनौ हामी त दाजुभाइ सिधा मान्छे हो कन्डम लाउनु त्यतिकै पर जा हामी त राजदाई र म त सोझो मान्छे हो हामी अनि यस्तो गर्नु पर्यो नि त कन्डम लाउनु त्यतिकै कन्डम यसरी फ्या पार्नु पर्यो गिनी 13000 को परिश्रम इमानदारी गर्न एक्सन यसो बेस गिनी थाप दुईटा अब मैले पाकिस्तानी टोपी लाउँछु ब्रान्डेड त लामखुट्टे परि नबोले म्याच थाप गिनी होला नबोले म झार्दिन्छु कसम भगवान झार्दिन्छु ए बोका जाँठा धेर मलाई जाँठा पोजिसन गरिराछ मुला ल गिनी थाप छिटो गर ल जिनी लो छिटो एकछिन पहिला उले थाप विकास ब्रदर पहिला पोजिसन गर गिनी थाप त
ओए कहाँ गए एकछिन गेम लगा कति हतार भएको ल खोइ त गिनी थाप त गेमै लाउँदैन पनि दाइ डरा ए, जान्छ खुट्टा ठाडो पार्नु पऱ्यो नि त खै खुट्टाको पैताल देख्नु परेन जिनीको खुट्टाको पैताल देख्नु परेछ त्यो पुतीमा झारिदिन्छु पनिसमेन्ट गर्दैन साला हामीलाई चाहिँ हरायो भने पनिसमेन्ट गराउँछ साला तिमीहरू दुईजना डङ्की हो तिमीहरू नालायक हो ल ए जाँठा बोक्न होला नि जाँठा इमोसन हुँदैन जाँठा ठन्काउनु पर्दैन खुट्टाको पैताल ठाडो पार्नु पऱ्यो क्या देखाउनु पऱ्यो खुट्टा पैताल यसरी खुट्टा ए गिनी मुजी भन न बोका। च्यात्न मुजी बडा त ब्रान्डेड। च्यात्न अलिकति ओए यति नबोल है अहिले रात खुट्टा ठाडो बना त पनिसमेन्ट गर खुट्टा गिनी पर जा जाँठा मै खै बुढाहरू नबोला तिमीहरू यार पर जाँदा? पर्दैछ यता गरेर जाँठा तुरी चलाउँदैछु उता बस्न गिनी मुजी थाप्न चिक्ने अच्छा थाप त च्या ल अलिकति आ गर त सास फेर त कान्छी गिनी ओ गिनी है ल जाँठ अच्छा ल जा ए बरु ओइ मेरा त्यो दिनु ल लुक्न नपाए है ओइ राज तामाङ तिमीहरू पनिसमेन्ट दिएपछि लुक्न नपाए भगवान छ्या 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 के छ अच्छा तिमीहरूको त छ गेम लगाउ न यार ए जाँठो यहाँ पहिला हात गेम धुन त दे हामी पनि पहिला हात खेल्नु धुन पर्यो यार पहिला हात धुन दे हतार नौ अच्छा डिस्कनेक्ट गर्यो म भागेँ यहाँबाट यो लड्डु सुत्रेन दाइ अच्छा झार्दै अच्छा हाम्रो चाहिँ के खोया जान्डेर भागो त यार भागो जाँठा त्यो त्यसलाई गुलामा त्यसरी घाउ भाग्न दिनुहुन्न होइन त्यसको गुलामा घाउ छ उ छ हर्निया छ गुलामा घाउ छ उठ्दैन त्यसको भाग्न नपाए है अब हाम्रो टर्न आइसक्यो भाग्न नपाए अब तिमीहरू दुईजनाले गर्छ टन्न छ जाँठा हामी निक्ल्यौँ त्यो गिनी पनि मुझी काम छैन चिक्ने जाँठा यत्रो उमेरमा जाँठाले त्यो चलाउनु न यताउति जाँठा मेरो घरमा खेलेको छ डबल ट्यापमा चिक्ने छोरी मान्छेको नाममा कलङ्क जाँठा हो नि यत्रो उमेरमा जाँठा आउँदैन मान्छे बरु यो ऋतु ठिक चाहिँ म त भर्खर झारेको हेर त कहाँ छेस् आया लास्टै गरेर मन लाग्यो कि तेरो कन्ड सम्झिँदै झारेको रितु ऐ सुन त ऐ रितु म एउटा कुरो सुन्न नआएको कि आज के रितु के भन् त फर्क नपार न रवि यसले दुध दिन्छ क्या दुधमा बुझ्दैन रितु बुझ्दैन त्यो गीत त्यो बन्द गर न सुन तैँले चाहिँ आजको दिनबाट तैँले मसँग छाडा बोलिस् भने तँलाई सधैँ ब्लक गरिदिन्छु मैले तर अब छाडा बोल्दै नेपाललाई ठ्याक्छ है एक ठ्याक्छ दिँदैन यता सुन न पहिला पक्का टुक्राउँछु सुन तँलाई म अरू कुरा भन्छु तैँले चाहिँ जुन व्यवहार तिमीले अदासँग गर्छस् नि ओ त्यो चाहिँ मसँग गर क्या बुझिस् नि म कुनै छाडा कुदैन बुझिस् नि यति याद राख कि होइन तैँले आउँछस् मसँग आउँछ छाडा गर्छ त्यो मुखबाट थुक निकाल्छस् त्यो बोराको यस्तो गर्छस् त्यो यस्तो गर्छस् त्यो मसँग नगर ताली बिना आएको जाँठा म्याकुरीले गर कलाउटेले गर जाँठा चिक्नेहरू हामीले त भाषण दिन आउँछ गतिरोमान लिएर आउँदा चिक्ने ठाउँमा बस्दा त जाँड खाएर टिल्ल भाषा जाँड खाएर जाँठा अनि हामीले चाहिँ पाठ सिकाउन आउँदो रहेछ जाँठा लिन्न चिक्ने आउँदैछ जाँठा म त ठिक छ आज मुडमा छ होला यसो दिन्छ होला भनेर पो डाइरेक्ट बुमा है एकछिन बख है त ल भ ऋतु नबोल बुबुदे यो ऋतु साथी होस् त्यही ऋतु हो साथी होस् मेरो बस न बस अच्छा जा अच्छा यताको कलाकार हुन्छ यस्ता कलाकार ढङ्ग हुन्छन् अच्छा कलाकार मोडल जान्छ हामीले त मानिदिएको त उसँग चाहिँ नगर्नु पऱ्यो त अब ऊ गोतिरहनु पऱ्यो नि त कति रहनु पऱ्यो नमस्कार हजुर सन्चै आउनु पऱ्यो नि त नमस्कार गरेर आउनु पऱ्यो त्यही यता सुनौँ न त कतिको ढङ्ग रहेछ त अब उनीहरू ठिक छ हामी चाहिँ किन भन्छ यही त दुध देखाएर आउँछ नि ल है यसरी बोल या सुन अलि बोलीको ढङ्गले नमस्कार म ऋतु बस्नेत कलाकार तथा मोडल ऋतु बस्नेत तपाईँहरू मेरो ब्रोडमा पाल्नुभएका सबै सकारात्मक र नकारात्मक भावनाले भरि आउनुभएका आगन्तुकहरूले सबैले नमस्कार छ र आज हामी विशेष गरी आजको लाइफमा केही ज्ञानवर्धक कुराहरू पनि हामी सिकाउँछौँ र अहिले